दुनियाँमा धेरै किसिमका अनौठो जीव र प्राणीहरू बस्छन् भन्ने मान्यता छ। ती मध्ये एक हो किचकन्या। यसको वर्णन धेरै पुराना ग्रन्थ र किताबहरूमा भेटिन्छ। यो कथा त्यही किचकन्या सम्बन्धी डरलाग्दो कथामाथि आधारित छ। सुदन भन्ने युवक काठमाडौँमा बसेर पढ्दै आएको थियो र उसको घर गाउँमा थियो। पढ्ने क्रममा तिहारको बिदा भयो। ऊ निकै उत्साहित थियो। घर जाने भनेर ऊ सानो झोला बोकेर बस पार्कतिर जान्छ। बस पार्कमा आएर धेरै बेर गाउँ जाने बस खोज्छन्। चाडपर्वले गर्दा सबै बस प्याक थियो। सुदनको गाउँ जाने बस दिनमा एउटा मात्र चल्थ्यो। बसको सिट नपाएपछि ऊ बसको छतमा चढेर भए पनि घर जाने विचार गर्छ र ऊ बसको छतमा चढेर बस्छ। हुन त अरू धेरै मानिसहरू पनि बसको छतमा चढेको थियो। केही समयपछि बस गाउँतर्फ हिँड्छ। सुदनलाई बसको छतमा चढेर यात्रा गर्दा धेरै रमाइलो लागेको थियो। गाउँ जाँदै गर्दा देखिने पहाड, खोला, जङ्गल, गोरेटो बाटो, उकाली र ओह्राली, यो मनै लोभ्याउने दृश्यले सुदनको मन निकै आनन्दित बनाएको थियो। बसको छतमा बसी कराउँदै र गाना गाउँदै घर जाँदाको मजा नै छुट्टै हुन्छ। बसमा सबै गाउँका छिमेकी मान्छेहरू थिए। कोही काका, भतिज, दाई, भाइ, इष्टमित्रहरू थिए। सबै तिहारको लागि घर फर्केका थिए। केही घन्टापछि गाउँ जाने बाटो आयो र ऊ बस त्यही रोक्यो। साँझ पनि झपक्क भइसकेको थियो। सुदनको गाउँ त्यहाँबाट जङ्गलको बाटो हुँदै घरसम्म पुग्न झन्डै 1 घन्टा लाग्थ्यो र उसले एउटा चुरोट सल्काउँदै गाउँतर्फ हिँडे। धेरै बेरको हिँडाइपछि उसले मनमनै सोच्यो, होइन, म हिँडेको पनि यत्रो बेर भइसक्यो, खै गाउँ आउँदैन त। कालो डरलाग्दो जङ्गल, बेला बेलामा जङ्गली जनावर रहेको र कराएको आवाजले सुदनलाई अलिअलि डर पनि लागिरहेको थियो र मुटु दह्रो पारेर ऊ आफ्नो घरको बाटो हिँड्दै थियो। यतिकैमा उसलाई लाग्यो कोही उसको पछाडि छ। उसले पछाडि फर्केर हेर्दा ऊ झर्सङ्ग भयो, किनभने पछाडिको दृश्य कुनै जनावरको थिएन। एउटा केटीको सेतो आकृति थियो। ऊ त्यो आकृतिको पछि पछि गयो। अचानक त्यो केटीको आकृति गायब भयो। त्यही बेला सुदनले छेउमा एउटा खोला देख्यो। सुदन त्यो खोला नजिक गयो र उसको बायाँ साइडबाट एउटा केटी आई र खोलामा नुहाउन थाले। सुदनलाई यो दृश्य देखेर अचम्म लाग्यो। यति रातिको समयमा खोलामा नुहाउन आएको छ, त्यो पनि जङ्गलको बीचमा। सुदनलाई लाग्यो अघि देखेको आकृति यही केटीको हुनुपर्छ। केही बेर सुदनले खोलामा नुहाइरहेको त्यो केटीलाई देख्यो र मुख घुमाएर आफ्नो बाटो गइरहेको थियो कि अचानक पछाडिबाट कसैले सुदनलाई धक्का दियो र ऊ भुइँमा लड्यो। सुदन जङ्गलको कुन ठाउँमा छ उसलाई थाहा थिएन। उसले गाउँ जाने बाटो बिर्सेको थियो। यतिकैमा सुदनलाई निकै मिठो पर्फ्युमको बास्ना आउँछ। त्यो बास्नामा सुदन लट्ठ हुन्छ र सुदन त्यो बास्ना आएको तर्फ जान्छ। अलि अगाडि हिँडेपछि सुदनले ठुलो रुख पछाडि एउटा केटी उभिरहेको देख्छ र त्यो बास्ना त्यही केटीबाट आइरहेको थियो। सुदन जसरी त्यो केटीको नजिक पुग्छ, त्यो केटी झन् अगाडि अगाडि हिँड्न थाल्छ र सुदन केही नसोची त्यो केटीको पछाडि पछाडि हिँड्न थाल्छ। यस्तो लागिरहेको थियो कि सुदनले आफ्नो सबै होस हवास नै हराएर त्यो घना जङ्गलभित्र हिँडिरहेको थियो। उसलाई यो पनि थाहा थिएन कि ऊ कहाँ जाँदैछ। केही समय हिँडेपछि सुदनले त्यो अगाडि अगाडि हिँड्ने केटीलाई भन्यो, सुन त, तिमी को हो र एक्लै यो जङ्गलमा के गरिरहेको? त्यो केटी त्यही रोक्यो, तर उसले केही जवाफ दिएन। सुदन उसको नजिक गयो र त्यो केटीको काँधमा हात राख्यो। हात राख्ने बित्तिकै त्यो केटी पछाडि फर्किन्। सुदनले आफ्नो जिन्दगीमा त्योभन्दा राम्री केटी पहिले कहिल्यै देखेको थिएन। ऊ केही बेर
त्यही केटीलाई हेरिरह्यो। त्यो केटीले आफ्नो हातले सुदनको गालामा सुमसुमाउन थाल्यो। त्यो केटीले छोएपछि सुदन ऊप्रति निकै आकर्षित भयो, मानव कुनै नशा लागेर लट्ठ भएको जस्तो। सुदनले त्यो केटीलाई आफूतिर तान्यो र त्यो केटीले सुदनको हात समाई अझै घना जङ्गलभित्र लान थाली। सुदनलाई कुनै होस नै थिएन। ऊ चुपचाप त्यो केटीको पछि पछि हिँडिरह्यो। हिँड्दा हिँड्दा जङ्गलबाट धेरै जनावरको आवाज आउन थालेको थियो। जङ्गली जनावरको आवाज बिस्तारै बिस्तारै ठुलो हुँदै गइरहेको थियो। सुदन र त्यो केटी जङ्गलको बिचमा पुगिसकेको थियो। त्यो केटीले सुदनको शरीरमा आफ्नो हातले मुसारिरहेको थियो र शरीरमा मुसार्दा मुसार्दै त्यो केटीले एक्कासी सुदनको घाँटी दाब्न थाले। सुदन छटपटाउन थाल्यो र आफ्नो घाँटी छुटाउन खोज्यो। अब त्यो केटीको रूप एक्कासी बदलियो। त्यो केटीले एकदमै डरलाग्दो किचकन्याको रूप लियो। सुदनलाई सास फेर्न गाह्रो भइरहेको थियो। सुदनले केही बोल्न सकिरहेको थिएन। सुदनको छाती भारी भएर आएको थियो, मानौ कि कसैले उसको छातीमा ठुलो ढुङ्गाले थिचेको छ। सुदन धेरै जोरले चिच्याउन थाल्यो। सुदनले चिच्याएको देखेर त्यो किचकन्या झन् जोर जोरले हाँस्न थाल्यो। किचकन्याले सुदनको घाँटी थिचि नै रहेको थियो। त्यसपछि सुदनले आफ्नो खल्तीबाट लाइटर निकालेर बाल्न लाग्यो। लाइटर बाल्ने बित्तिकै त्यो किचकन्याले सुदनलाई छोड्यो र सासै नफेरी सुदन त्यहाँबाट भाग्यो। भाग्दै गर्दा सुदनले एकचोटि पनि पछाडि फर्केर हेरेन। तर त्यो किचकन्याको हाँसोको आवाज भने पुरै जङ्गलमा गुन्जिरहेको थियो। दौडिँदा दौडिँदै सुदन थकान, डर र कमजोरीले गर्दा बेहोस भएर त्यहीँ लड्यो। धेरै रातिसम्म आफ्नो छोरो घर नआएपछि सुदनको बुवा सुदनलाई खोज्न भनी जङ्गलतिर गए। केही घन्टा खोजेपछि सुदन बेहोस हालतमा जङ्गलमा लडेको भेट्यो र सुदनलाई घरतिर लग्यो। गाउँलेहरूले भन्छन् त्यो जङ्गलमा एउटा किचकन्या बस्छन् जसले गाउँलेहरूलाई आफ्नो सुन्दरताको शिकार बनाउँछिन्। त्यो जङ्गल र रुखहरू नै किचकन्याको घर हो। सुदनलाई साँच्चै किचकन्याको सामना भएको थियो भन्ने कुराले सुदन सधैँ त्रसित भइरह्यो। यो सब भएपछि सुदन महिनौसम्म बिरामी भयो। पछि धामी झाँक्री लगाएपछि सुदन ठिक भयो। यो कथा तपाईलाई कस्तो लाग्यो? यदि यो कथा तपाईलाई मन पर्यो भने लाइक र सब्स्क्राइब पनि गरिदिनु होला।